हेलो सम्पूर्णमा नमस्कार। म चाहिँ जहाँबाट जाँदैछु नि यसलाई चाहिँ हाम्रो भाषामा चाहिँ भड्याङ भन्छ। यो माथिको देखाएको बेलामा चाहिँ यो चाहिँ लिस्नो अनि यहाँबाट ओर्ल्यो यतातिर चाहिँ मुज्यालो भन्छ यसलाई चाहिँ हामी मुज्यालो भन्छ। त्यहाँ बाकसहरू पनि छन्। त्यो झोला पुरानो मेरो जन्मघर यही हुर्की यसै पढेँ यतै सपनाहरू देखियो। यो चाहिँ चुलो हाम्रा दाउराले खाना पकाउँथ्यो। यो चाहिँ भाड जहाँ चाहिँ हामी दाउराहरू राख्थ्यौँ। ऊ चाहिँ त्यो डबा गाउँछौँ राख्ने पानी भर्ने डबा हो यो चाहिँ, किनकि माथिबाट पानी आउँथ्यो। यो चाहिँ गौँचालो। यो चाहिँ गहुँ चुट्यो भने सेल त्यसले चालेर बिहाहरूलाई चाहिँ हामी छुट्याउँथ्यौँ। यो चाहिँ खलेसको हो। त्यो चाहिँ अरू यो चाहिँ भकारी हो। यहाँ चाहिँ 30-35 मुरी यहाँ धान अट्छ। पहिले सानो थियो, चाहिँ बुवाले बढाउनु भएको। हाम्रो घरको धान हाल्ने मुज्यालो माथिल्लो तलाको मुज्यालो। यो चाहिँ कुटबारी। पहिले चाहिँ हाट जाने बेलामा लिने यो चाहिँ डोको हो। यसलाई चाहिँ कुटबारी भन्छ। अनि यसमा चाहिँ यो हामीले चाहिँ बसिरहेको यो डोको। के गरेछौ त? यसमा चाहिँ मम्मीले यो चाहिँ दही जमाउने ठेकी। यसको टाउको चाहिँ फुटेको छ। अनि यो चाहिँ ठेकी गौँचालो। त्यसको दही चाहिँ कस्तो मिठो हुन्थ्यो। अनि यो चाहिँ हाम्रो पाँड हो। पाँडमा चाहिँ खासमा हाम्रो अर्को भकारी पनि छ। यहाँबाट धान हाल्थ्यो। उता साइडतिर चाहिँ देवीको थान छ। त्यहाँबाट चाहिँ भकारीको त्यो चाहिँ त्यहाँ पहिले चाहिँ ठाडोवाला भकारी बनाएको थियो। त्यो चाहिँ भकारी हो भनौँ। त्यहाँ मैले देखाएको चाहिँ त्यो भकारीको लागि पुवाल। उता चाहिँ भगवती चण्डिका देवीको सानो थान। अनि यो चाहिँ साथीहरू कोले चाहिँ यो लालटिङ बालेर चाहिँ पढ्नु भएको थियो। अलिअलि याद छ। हामी पनि लालटिङ बालेर पढायौँ। यो चाहिँ मदानी